नमस्कार सम्पूर्णमा र विशेष गरी आज चाहिँ हामी कुमरेक ट्रपिकल अर्किडमा हाम्रो काम गर्ने हाम्रो साथीहरूलाई चाहिँ बुके कसरी बनाउँछ भनेर तालिम दिँदैछु र एउटा चाहिँ हामीले बनाइसकेँ यो चाहिँ अनि त्यसपछि उनीहरूलाई मैले बनाउनु लगाउँदैछु। सबैजना सबै काममा एक्सपर्ट हुनुपर्छ भन्ने चाहिँ मेरो धारणा हो। त्यसै अनुरूप आज चाहिँ मैले यहाँहरूलाई बुके कसरी बनाउँछ भन्ने तालिम हामी दिँदैछौँ। अब यहाँहरू सबैले बुके बनाउनु सिकिसकेपछि चाहिँ कसैमाथि डिपेन्डेन्ट हुँदैन। म नहुँदा पनि बुकेको अर्डर आयो भने चाहिँ यहाँहरूले बनाएर दिनुसक्छ भन्ने उद्देश्यले मैले आज चाहिँ यहाँहरूलाई बाहिर सरसफाइ गर्ने कामहरू सकिसकेपछि चाहिँ बुके बनाउने तालिम दिइरहेको छु। सबैजना इन्ट्रेस्टेड छ काम सिक्नुमा, सबैजना इन्ट्रेस्टेड सिकिरहेको यहाँ सबैजना। ल फुलमा कसरी दबाई पानी गर्नुपर्छ भन्ने कुराहरू यहाँहरू सबै एक्सपर्ट नै हुनुहुन्छ। अब चाहिँ बुके कसरी बनाउँछ भन्ने कुरामा आज म सिकाइरहेको छु र यहाँहरूले इम्प्रुभ गरिसक्नु भएको छ, कसरी बनाउनुपर्छ भनेर यहाँले सिकिसक्नु भएको छ र यहाँले बनाउनु हुँदैछ। यो चाहिँ पहिलोचोटि यहाँहरूको हातबाट चाहिँ यो बुके बनिँदैछ र हजुरहरूलाई अहिले उहाँहरूले बनाइसकेको बुके पनि म यहाँ देखाउनेछु।